आज हामी फोटो रिसाइजिङ सिक्छौं। फोटो ओपन गरे, फोटोको साइज हेर्नु पर्यो भने यसमा क्लिक गरे र राइट क्लिक गरेर प्रपर्टीमा गयो भने साइज देखाइरहेको छ 6 MB। जस्तो डीबी को फर्म बनाउन एप्लाई गर्ने हो भने त्यसमा 240 KB को पिक्चर राख्नु पर्ने हुन्छ भने कुनैमा जस्ट 15 KB को पिक्चर बनाउनु पर्ने हुन्छ। अब त्यस्तो बेलामा कसरी यो फोटोको रिसाइज गर्ने त? 1 MB भनेको 1024 KB हो। यो पिक्चर एभरेज 7000 KB को पिक्चर छ। यो 7000 KB को पिक्चरलाई मलाई जस्ट 220 KB को पिक्चर बनाउनु पर्ने छ भने कसरी हामी बनाउन सक्छौं? पिक्चरको साइज यसरी यहाँ इमेजमा गयो भने यताबाट पनि हामी साइज हेर्यो भने यसमा वाइड 64 इन्च देखाइरहेको छ, हाइट 57 इन्च देखाइरहेको छ। एक्जाम्पल यसमा यसरी म क्लिक एन्ड ड्र्याग गरिदिन्छु। मलाई यो पासपोर्ट साइजको फोटो बनाउनु पर्ने थियो। यसरी यसो गरेर इन्टर गरेर पनि यो क्रप भयो। यसलाई अलि ब्राइटनेस कन्ट्रोल गर्नलाई किबोर्डको कन्ट्रोल एम गर्ने कर्व टुल डिस्प्ले हुन्छ। अटोमा क्लिक गरिदिने यो फोटो अहिले आफै अटो सेट भइरहेको छ। थोरै तलमाथि गरे भने यसो गर्यो भने ब्ल्याक भइरहेको छ, यसरी माथि गरे भने व्हाइट हुन्छ। अटोमा गरेर थोरै यसरी तलमाथि गरिदिनुस्, ब्राइटनेस फिक्स भएपछि ओके गरिदिनुस्। कन्ट्रोल शिफ्ट एस गरेर यो पिक्चरलाई मैले डेस्कटपमा राख्थे, PP1 भनेर सेभ गर्दै र बाइ डिफल्टमा यसमा यो इमेज अप्सनमा ओके गरिदिन्छु। यो पिक्चरको राइट क्लिक गरे र प्रपर्टीमा गयो भने 2 MB को पिक्चर बनेछ। अब तपाईले डीबी मा युज गर्ने हो भने यो साइज एक्सेप्ट हुँदैन, किन भन्दाखेरि धेरै ठुलो छ। त्यसैले यो पिक्चरलाई म डीबी फर्म अप्लाई गर्दाखेरि राख्ने पिक्चर बनाउनु पर्ने छ भने यसलाई मैले कन्ट्रोल अल्ट जेड गर्दै यो मेरो एक्चुअल पिक्चर छ। डीबी को पिक्चर बनाउन चाहन्छ यही पिक्चरको भने यसमा यसरी क्लिक गरेर वाइडमा 2 राख्ने, हाइटमा 2 राख्ने, रेजोल्युसन 300 राख्ने। त्यसपछि यसलाई यसरी ड्र्याग गरिदिने। सेन्टर एरियालाई यसरी नोजमा राख्नु भयो भने तपाईलाई धेरै आइडिया भएन भने पनि यति गरिदियो भने यो फोटो फिक्स छ। शोल्डर देखाउने टाउको भन्दा मास्तिरको एरिया 10% जति राख्ने। त्यसपछि यसरी एन्टर गरेर कन्ट्रोल प्लस गर्ने, अलिकति जूम गर्ने, कन्ट्रोल एम गरेर यसको ब्राइटनेस अटो राख्दिए सेटनेस कन्ट्रोल गरेर ओके गर्ने। मेजर टुलमा क्लिक गरेर यसमा यसरी ड्र्याग गरिराख्दा यहाँ देखाइरहेको छ यसको हाइट भनेको 1.26 इन्च छ भनिरहेको छ। यो पिक्चर फाइन छ किनभने 1.12 देखिको 1.37 सम्म सही साइज हुन्छ। फेरि यहाँ अर्को यो आई लेभल देखि यो बेस लेभलसम्म फेरि यसरी यहाँ पनि यो पनि मेजर गर्नुस् र यसमा पनि यो देखाइरहेछ 1.21 इन्च छ भनिरहेको छ। यो पनि म्याक्सिमम भनेको 1.37 सम्म एक्सेप्ट हुने हुन्छ। अब युज गर्नको लागि यसलाई हामी सेभ गर्न सक्छौं र कन्ट्रोल शिफ्ट एस गरेर सेभ एज गर्दै यसको PP2 भनेर सेभ गरिदिन्छु र यसलाई ओके गरिदिन्छु। PP2 भन्ने यो पिक्चर फेरि म प्रपर्टीमा गएर यसरी एकचोटि चेक गर्छु। एक्चुअल साइज मेरो 222 KB को भएको छ। KB को लागि चाहिने भनेको 240 KB सम्मको हुनुपर्छ भने यो पिक्चर फाइन छ। कहिले तपाईले यसरी बनाउँदा 242 भयो भने यस्तो बेलामा फोटोसपमा गएर यसैको कन्ट्रोल शिफ्ट एस गरेर म सेभ एज गरिदिन्छु। यसलाई PP3 भनेर गर्दै जेपीजी अप्सनमा आइसके पछाडी यो इमेज अप्सनको यहाँ तल देखिरहेछ यो ह्यान्डल, यसलाई थोरै यस्तो गर्दियो भने यो सानो साइज हुँदै जान्छ। मैले जस्तो यसलाई थोरै यस्तो गर्दै भने यसलाई ओके गरिदिन्छु भने अब यो 3 भन्ने पिक्चर यो 2 भन्दा पके पनि यहाँ सानो हुनुपर्छ। यसमा राइट क्लिक गरेर फेरि प्रपर्टीमा गए पिक्चर 156 KB को भएछ। यसरी केही थोरै घटाउनु छ भने त्यसरी घटाउन सक्छ। अर्को लास्ट टिप्स, अनलाइन फर्म भर्दाखेरि जस्ट 15 KB को बनाउनु पर्यो भयो यस्तो बेलामा। अनि फेरि म यसैको सेभ एज गरिदिन्छु, यसलाई 4 गर्दै र यसरी सेभ गर्दै भने अब यसलाई मैले घटाउँदै पुरै 0 गरिदियो भने पनि यसलाई ओके गरिदियो भने यो PP4 पिक्चर 4 यसमा यसरी राइट क्लिक गरेर प्रपर्टीमा हेर्यो भने यो मेरो 32 KB को देखाइरहेको छ। 15 को त भएन हैन। अब यो भन्दा घटाउने ठाउँै छैन। त्यसैले गर्दाखेरि यसरी पिक्चर बनाउनु हुँदैन। यदि तपाईले 15 KB को पिक्चर बनाउनु पर्ने छ भने मैले क्लोज गरिदिन्छु किन भन्दा यो लो रेजोल्युसन हुन्छ। मैले यही पिक्चर ओपन गर्ने, फर्स्टमा यो क्रप टुलमा क्लिक गर्ने अनि यसमा यसको वाइड एन्ड हाइट आवश्यकता अनुसार टाइप गर्ने अनि यसपछि यसरी ड्र्याग गर्ने। यसरी फिक्स गरे पछाडी इन्टर गरिदिनुस्। यसलाई कन्ट्रोल प्लस गर्दै र कन्ट्रोल एम गर्दै र ब्राइटनेस कन्ट्रोल गर्दै डन भयो। यसलाई 15 KB को पिक्चर बनाउनको लागि फाइलमा गएर सेभ फर वेबमा क्लिक गर्ने।
यसमा अप टु 4 मा क्लिक गर्नुहोस्। यसमा यहाँ 4 वटा पिक्चर देखाइरहेको हुन्छ। जुम लेभल थोरै घटाउनुहोस्। मैले 25 को राख्ने। यो फर्स्ट पिक्चर 1 MB को छ रे, यो सेकेन्ड 30 MB को छ भनिरहेको छ। यसमा प्रिसेटमा आइसके पछाडी यहाँनिर यो जिफ भइरहेको छ भने यो साइजहरु ठुलो सानो देख्न सक्छ। त्यसैले यहाँ आएर फर्स्टमा JPEG चुज गर्ने। यो पिक्चर 36 KB को छ। यसलाई सिलेक्ट गरिसके पछाडी यो क्वालिटीको यो अप्टिमाइजमा टिक लाउने र त्यसपछि यो क्वालिटीको यसरी यो एरोमा क्लिक गर्नुहोस्। तल ह्यान्डल देखिरहेको हुन्छ। यसलाई दायाँ बायाँ गर्दा यसको साइज तल माथि भइरहेको हुन्छ। जस्तो 61 बाट यसरी प्लस गर्दिँदै गए भने यस्तो छोड्दिन्छु। यो अहिले देखाइरहेको छ 87 KB को देख। 15 KB को चाहिएको छ भने यसलाई यसको लेफ्ट साइडमा यसरी प्रेस गर्दै जानुहोस्। मैले 17 को राख्दै जस्ट यो 10 KB को भन्छ। 22 को राख्ने यसमा साइज भने यो 13 KB को देखाइरहेको छ। त्यसपछि यो साइज फिट हुन्छ भने अनि त्यसपछि सेपमा क्लिक गर्ने। यसलाई म डेस्कटपमै राख्दिन्छु। PP6 भनेर राख्ने र यसमा सेप टाइपमा डाउनमा क्लिक गरेर इमेज JPEG चुज गर्ने र यसपछि यसलाई मैले सेपमा क्लिक गर्दिए। P6 भन्ने पिक्चर राइट क्लिक गरेर प्रपर्टी हेर्छु। टोटल साइज भनेको यसमा 16 KB भएछ र एक्चुअल साइज 13.3 KB छ भन्दा चाहिँ। यसरी हामीले ठुलो सानो साइज कसरी बनाउने भन्ने कुरा चाहिँ जान्नु पर्यो।